मुकेश भाइ कहाँ आयो? मरिना मलबाट बाहिर झाप फलाएर यस्तो यस्तो ठाउँमा घुम्न पाउँदा त कहिले कहिले त बाबुआमाले राम्रै ठाउँ जन्माएको ठिकै गऱ्यो जस्तो लाग्छ। दुःख पर्दाखेरि हो क्या त के खाना जन्माएछ नि जस्तो लाग्छ है। अब फेरि भ्लग सुरु भयो है त हाम्रो। आज अनएक्सपेक्टेड घुमाइ भइरहेछ यस्तो चरक्क घाममा दुनियाँ सबै कहाँ कहाँ कस्तो मस्ती गरेर सुतिरहेछन्। हामी जहाँ त के न के नभएको मान्छेहरू त सबै यस्तो घाममा खाली खुट्टा त छैन, काली जस्तै हो, केही छैन, फट्टा हिँडिरहेछन्। मुकेश भाइ केही जाओस् न त नि। ढुक्क हो के होइन, ढुक्क हो। घुमाइ चाहिँ कहाँ बस्छ भने यस्तै ल्याउनु भएन, सुरट ल्याएन नि त। यो हो मरिना एरिया। यतापट्टि देखेको छ नि सिपहरू सबै यो हाम्रो गाउँलेको है, मालिङ्गे टोलीको। जो पनि आयो भने यहाँनिर फ्रीमा चढ्न पाइन्छ है, मालिङ्गे स्पेसल्ली। अब अलिकति सिन्दुरेको पनि यहाँनिर पार्टनरसिप हाल्नु पऱ्यो। यतातिरको चाहिँ सिन्दुरेको जस्तो लाग्यो, रातो रातो अबिर दलिया जस्तो छ, पक्का सिन्दुरेको होला। आयो हे आयो लमजुङे छापछाप्ती दुबईमा फेरि पनि आयो। कस्तो खालको चाहियो हेरौँ, रोजी पाइन्छ जस्तो भन्छ त्यस्तो छाप। मुकेश भाइ हाम्न फालाइ फेरि सञ्जीव भाइ भयो त गाई भनिदिन्छु। सञ्जीव भाइ परेन हामी। अब यसरी घाममा घुम्ने मान्छेहरू के डाय फाल्ने सरर दुबई देखाइदिउँ न त नि। कति कालो मैलो पानी हो यसमा, के हाम फाल्नु। कहिले कहिले त सफा देखिन्छ त, आज के साह्रो मैलो देखेको। अघि मैले भन्थेँ नि रोप यो डोरीमा यही हो। हो उता कताबाट सुर आउँछ, ऊ त्यो पछाडि साथै ल्यान्डिङ हुन्छ क्या। ट्याक्क बिचमा मेट्रो कुद्छ, छेउछेउमा गाडी कुद्छ। यस्तो पो हो त विकास भनेको। हाम्रो देशमा के छ र, गरी खानु दिँदैन। झुलुङ्गे पुल बनाउनलाई कति गाह्रो हुन्छ। यहाँनिर आकाशे पुल यत्रो ठुल्ठुलो, हिँड्नलाई मात्रै फेरि यत्रो ठुलो, गाडी कुद्नलाई त कुरै छोडेन अब। यस परदेशको ठाउँमा त्यो तातो घाममा बेलुका त अब त यहाँ त सुरु हुन्छ पुरै भिड भएर। आमा जामको जाम हुन्छ यहाँ त। ओहो द बिच अरे द बिच। हामी चाहिँ अब मरिना बिचमा जाँदैछौँ। यो खतरा बनाएको छ त्यहाँ यो ठाउँ भनेको नि। हाम्रो लागि चाहिँ साह्रै डेन्जर ठाउँ हो, तर पनि अब हामी मन ढुक्क गरेर गइन्छौँ। किन गाह्रो दाइ? मन सानो मान्छेहरू चाहिँ यतातिर चाहिँ खासै नआउँदै हुन्छ। किन गाह्रो? गाह्रो सब देख्छ त्यही त हो नि त। समुद्रमा हिमाल सिमाल सबै देख्न पाएपछि अनि
गाह्रो हुँदैन नि। आयो आयो तपाईँले भनेको ठाउँ यही हो, तल्लो ठाउँ आयो। यताबाट यस्तो दिउँ न मुकेश भाइ, यता नि यसो हाई गर्दैन कता भयो? ए मान्छे यो चलाउन बन्द गरेको है। कुन? ए यो चल्यो भने त पुरै मरिना पुरै हल्लिन्छ भन्छ के अरे, त्यही भएर यहाँको म्युनिसिपालिटीले चाहिँ बन्द गरिदिएको भन्छन्। होला असरै पर्छ ठुलो पनि आम्मामा कम त ठुलो छैन त। सरारा हावामा मान्छेरी उडी लाने चञ्चलले मेरी मायालाई सानो यो मुटुमा उसलाई सजाउनु माया हो। ए काग साथी किन आइस् त यहाँ यस्तो गरिबमा? आयो हामी चाहिँ बिचतिर है, सबैजना यहाँ रमाइलो गरिरहेछौँ। हामीहरू त अब त्यस्तै हो, के रमाइलो गर्नु। हामीहरूसँग न साधन छ न के छ अब आत्तो यता पोलेर अब हैरान हुँदो रहेछ फेरि। ल मरिनतिर आउन नपाउनेहरू यतातिर हेरौँ, चट्ट हामी यसो हल्का देखाइदिन्छौँ साथीहरू सबैलाई। र मेरो आजको छोटो यो भ्लगलाई चाहिँ यहीँनिर बन्द गरेँ साथीहरू। अब है यसो लाइक सेयर गरिदिनु होला, धन्यवाद। जय नेपाल।